दलहरूलाई जेनजी प्रतिनिधिको आग्रह, संसद पुनर्स्थापनामा नलागी चुनावमा आइदिनुहोस्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार राति अबेरसम्म चलेको त्रिपक्षीय वार्तामा सहभागी जेनजी आन्दोलनका प्रतिनिधिहरूले राजनीतिक दलहरूलाई संसद पुनर्स्थापनाको एजेन्डा छोडी आगामी चुनावमा सहभागी हुन आग्रह गरेका छन्। बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार जेनजी प्रतिनिधिहरूले दल बिना चुनाव हुन नसक्ने भएकाले सबै दलहरूलाई चुनावमा सहभागी हुन अनुरोध गरेका हुन्। पाण्डेले भने, संसदमा रहेका राजनीतिक दलहरू चुनावमा आउनुहोस्, दल बिना चुनाव हुन सक्दैन। तपाईहरू संसद पुनर्स्थापनामा नलागिदिनुहोस्, चुनावमा आइदिनुहोस् भन्ने आग्रह जेएनजीहरूले गरे। जेएनजी प्रतिनिधिहरूले सरकार र दलहरूलाई सम्बोधन गर्दै आफूहरूको आन्दोलन भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र युवा पुस्ताको आवाज दबाइएको विरोधमा केन्द्रित रहेको पनि स्पष्ट पारेका थिए। प्रधानमन्त्री सुशीला कार्कीको पहलमा भएको उक्त त्रिपक्षीय बैठकमा सरकार, राजनीतिक दलहरू र जेएनजी आन्दोलनका प्रतिनिधिहरू सहभागी थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओम प्रकाश अर्याल, कानून मन्त्री अनिल कुमार सिनुवा, शिक्षा मन्त्री महावीर पुन र सञ्चार मन्त्री जगदीश खरेल सहभागी थिए। राजनीतिक दलका तर्फबाट 15 जना प्रतिनिधिहरू सहभागी थिए, जसमा नारायण काजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, निशा डाङ्गी, सोनिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, बसन्त कुशवाह र प्रकाश शरण महत रहेका छन्। जेनजी आन्दोलनका तर्फबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउद, उप-अर्जुन चामलिङ, भोज विक्रम थापा, मिराज ढुङ्गाना, विवेक दाहाल, जेम्स कार्की, हरि हेरेनराज डङ्गोल, अमित खनाल र राजन राणा मगर सहभागी थिए। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको वातावरण बनाउन सरकार, राजनीतिक दल र जेनजी पुस्ता बीच पहिलो पटक संयुक्त बैठक आयोजना गरिएको हो। उनका अनुसार यसअघि 4 कार्तिकमा सरकार र राजनीतिक दलहरू बीच पनि छलफल भएको थियो। प्रधानमन्त्री कार्कीको आह्वानमा भएको सो सर्वपक्षीय बैठकमा निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्न सबै पक्ष सकारात्मक भएका थिए। सरकारका अनुसार पछिल्ला औपचारिक तथा अनौपचारिक संवादहरूले निर्वाचनको वातावरण निर्माणतर्फ देशलाई अघि बढाउने अपेक्षा गरिएको छ।